हाम्रो चाहिँ आज धोजे डाँडाको यात्रा हो धनकुटा सिद्धुवामा अनि हामीले सबैजना यहाँ हाम्रो परिवार अनि भाइ बहिनीहरू सबैजना हामी चाहिँ लाग्यौँ धरानटुङ धनकुटा होइन सिद्धुवा धोजे डाँडा जोरपाटी नानीको आमाले नानीलाई प्याम्पर्सै ल्याइदिनु बिर्स्यो अरे नि बिचारा ड्राइभर भाइले प्याम्पर्स किनिरहेको छ 130 यस्तो पनि आउँदो रहेछ नि हामी चाहिँ 90 सङ सुन्दै गइरहेको छौँ अब भेडाटारतिर लागिरहेको छौँ गाइजहरू के साह्रो सिरियस भएको नाच यसो गाउँ यार के हो तिम्रो गाइजहरू के साह्रो यहाँ सुषमा फर्के गरे के हो फर्केको मत हेरेको जाने जाने बोलाउँछन् रातोमा निन्द्रा छैन दिनमा तिर्खा छैन रातोमा निन्द्रा छैन दिनमा तिर्खा छैन मेरो अनि जति माथिको त्यति पुरा हुसे लागिरहेको छ है वेदर खतरा रहेछ आज चाहिँ होइन घाम लाग्दै हुसे लाग्दै त्यस्तो भइरहेछ क्या वेदर चाहिँ क्या हामी चाहिँ भेडाटार आइपुगेको छौँ यहाँ खाजा खाने अरे कि अनि खाजा खाएर चाहिँ अनि जाने अरे ल छिटो छिटो गाइजहरू निस्क छिटो ल खाजा खानुलाई अङ्कासा यहाँ हेर हेलो हेलो अङ्कासा थुच्चा भाइ किन सिरियस भएको कहाँ छ सोध न यहाँनिर ल छिटो छिटो निस्क खै आमा छिटो निस्क गाइजहरू खाजा खाने ठाउँ चाहिँ कुन हो हामी जाने ठाउँ हामी चाहिँ यहाँ आएको छौँ खाजा खानुलाई गोरे मामाको होटल आलुदम तयारी हुँदो रहेछ यहाँनिर चाहिँ सँगै यहाँबाट भ्यू पनि खतरा देख्छ ल ढोका गर यसो मलाई पनि ढोका बोका एकछिन उचा ल सबैजना मिलेर ल ब्लेस यू ब्लेस यू हाँसो होला यता आउन थिएन ल अब यहाँ चाहिँ खाजा खानु के खाने दिपा खाजा नाना त के खाने ल ल ल हाम्रो चाहिँ खाना आइपुगे थुक्पा वाउ भेडाटारको तातो तातो भेज थुक्पा आज हाम्रो दिपावलीमा भेटेर एकदम खुसी लागेको छ हैन टेस्टी देखिरहेछ हामी चाहिँ स्टिल भेडाटारमै छौँ है गाइजहरू अनि हेर्नुहोस् भेडाटारको नजारा यस्तो दामी हुसे लागेर शीतल भएको छ अब खाजा खाइसक्यौँ अब हामी झर्छौँ तलतिर
हामी चाहिँ यहाँ भेटरमा खाजा खायो अरे होइन। अब हिँडेकै हामी चाहिँ हिलेतर्फ गाइजहरू, हिलेतर्फ हिँडेको हामी। टेस्टी थियो क्या खाना चाहिँ, थुक्पाहरू एकदम मिठो थियो, आलुदम अनि त्यसपछि चना चियाहरू पनि मिठो थियो, सबै कुराहरू एकदम दामी थियो यहाँनिर। कसैलाई चाहिँ यहाँ अगाडि बस्दा वक्क लागेर पछाडि फर्केर बसिरहेछ। म त सन्तान देखेर पनि छक्क लागेर सबैजना अगाडि उसमा पछाडि फर्केर बसिरहेछ। कपाल चाहिँ दुम्सीको यस्तो भइरहेको छ कि हावाले। हामी चाहिँ धनकुटा आइपुग्यौँ गाइजहरू होइन। अनि अब धनकुटाबाट चाहिँ हामी लाग्यौँ उकालो हिलेतर्फ। अनि यहाँ चाहिँ अलिक चिसो भइरहेको छ वेदर, खतरासँगले आनन्द भइरहेछ होइन। अब इन्जोय गरिदिनु होला, के गर्नु यस्तै छ जिन्दगानीमा। तर यो के भन्छ तलतिर त्यो उयोतिर त घामै लागेको थियो। यो केहरू थियो पुलमा है, अघि तल पुल थियो नि, तम्बर साइडतिर त सेम धरानकै गर्मी रहेछ है। अब यहाँ धनकुटादेखि मासतिर लागेपछि चाहिँ मजाले चिसो आइरहेछ। तलतिर त लास्टै गर्मी थियो घाम, अनि हावा पनि तातो हावा आइरहेको थियो। अहिले चिसो हुँदै गइरहेछ क्या माथि। हामी चाहिँ जाँदैछौँ, कस्तो दामी बनाउँदैको छ यो धुपी गाडी होइन, यो धुपी गाडी है, यो धुपी गाडी माथिको चाहिँ। यहाँ पनि घाम त रहेछ हल्का, तर हावा चाहिँ चिसो हावा आएको छ क्या। हामी चाहिँ हिले आइपुग्न आँट्यौँ लगभग आइसक्यौँ भन्दा नि हुन्छ। अनि अहिले यहाँ चाहिँ यस्तो चिसो है, यस्तो आनन्द भएको क्या हामीलाई त चिसो भएर क्या, पुरै हुसे लागिरहेछ। आम्मामा वेदर चाहिँ एकदमै खतरनाक भएको रहेछ, कस्तो दामी देखेको हराभरा। दामी देखेको ग्रीन। देखो ना गाइस, ये क्या हो रहा है, ये क्या हो गया, कुछ भी नहीं देख रहा हूँ। देखो ना ओ सुप्रिका तर शीतल भयो अहिले होइन, त्यो पेनले आनन्द भयो अहिले चाहिँ होइन। माथि हेर्नु गाइस, हाम्रो नेपाल कस्तो दामी छैन त। स्विजरल्यान्ड भन्दा कम छैन नि त हाम्रो देश त, नि खतरा अन्त नि दामी छ के। यहाँ फेरि अलिकति घाम लागेको अवस्था भएको रहेछ होइन। यहाँ चाहिँ घाम लागेको रहेछ हल्का अहिले। अचम्मको वेदर क्या है, त्यहीँ हुसु लाग्ने, मान्छे नदेख्ने, अनि अहिले यहीँ घाम लाग्ने। हिले चोक आइपुग्यो गाइसहरू। अब तुङबाको भाडा देख्नुहुन्छ तपाईँहरूले यहाँनिर, तुङबाको भाडा ढ्यान कस्तो दामी देखेको बादल। यहाँ चाहिँ फेरि क्या अचम्मको घाम पुरै टन लागिरहेको रहेछ। तङबा चोकमा आइपुग्यो गाइजहरू। यहाँ चाहिँ हिले बजारै टन्नै लागिरहेछ। यहाँ आइपुग्यौँ हिले हामी। कपालको हालत त्यस्तो भएको छ, गाडीको झ्यालमा बस्यो भने यस्तै हो, कपाल सब ड्राई भएको छ।
भएको छ पुरै हिले बजार आइपुग्यौँ हामी चाहिँ अब खाना खाने अनि खानासाना के हौ खानासाना खाइसकेपछि हामी जाने माथि जोरपाटी ल मिठो खाना कहाँ पाउँछ भाइ लगेर जाउँ त त्यही ल हामी चाहिँ अब ड्राइभर भाइले खाना खाने ठाउँ लग्यो हामीलाई चाहिँ कहाँ मिठो पाउँछ खाना त्यहीँ लग है भाइ भनेको त्यहीँ लग्यो क्या भाइले चाहिँ हामीलाई खाना खानुको लागि खतरासँगले कहाँ गयो हौ गाइजहरू हामी चाहिँ हिले बजारको थापा होटलमा आइपुग्यौँ है अनि हिलेमा चाहिँ अहिले फेरि एकछिनमै घाम लाग्ने एकछिनमै यसरी हुसुसुसुसुसु हिले के हिउँ भन्न आएछ हुसे लाग्ने रहेछ कि यसरी कता हुसे लागिरहेछ अनि बिहान छिट्टो उठेर झन् मेकअप मजाले गरेर राख्दा मेकअप त के पुरै अनि यापको कस्तो भएको छ त हौ मेरो त के भएको यस्तो त्यो हावाले होला क्या धुलोहरू छिरेर छक्राइ छक्रा चक 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 बसेको भनौँ मेरो के भएको यस्तो अनि हामीले चाहिँ त्यसपछि यहाँ थापा होटलमा आएर यसरी भेज खाना मगायौँ चिसो वेदरमा अनि भेज खाना वा खतरासँगले खाइन्छ भातै गम के गम म चाहिँ अनि पिण्डरुगी परेँ कि मैले चाहिँ घरबाटै खिचडी जस्तै बेलुकै अब त्यो हुन्छ नि दालहरू मिक्स गरेर अनि चामलमा दालहरू मिक्स गरेर चाहिँ बनाएर खिचडी हुन्छ नि कोली भात पातलो बनाएर ल्याएको त्यही खाएँ अघि अब यहाँ पनि खाना खाइँदैन अब सबैको भागबाट यसो अलिअलि एक चम्ची तातो तातो केही हुँदैन खाँदा जान हेऱ्यो भने 5वटा बाघले खाइ नसक्छ कि तर लास्टै रोगी छु म त के पो गरौँ हौ केही फापेन हौ मलाई है के फापेन होला जस्तो लाग्दैछ मलाई त क्या मेरो जिन्दगीमा बुढाको नफापेको हो कि भन्ने रास्ता हात चलाउ यो ब्लग हेरेर हाम्रो ड्राइभर भाइ चाहिँ यहीँ ड्राइभर भाइ ल है मजाले बजाउँ है मजाले खाउँ है मजाले ल है खाना खाउँ है मासु यिनीहरूलाई भेज खानाको लागि बिरामी बिचरा भातै खाइन रहेछ भातै लाइन रहेछ त भात त किन खाएको भात भातै खाइन रहेछ बिचरा मिलेन बिचरा माया लाग्यो के खोज्दैछ हाम्रो आमाले त म कहाँ आयो भयो नानीलाई यहाँ नानीलाई कहाँ आयो भयो हिलेको चिनो हामी चाहिँ होइन अब हिले बजारबाट चाहिँ जाँदैछौँ जोरपाटी दोजे डाँडा सबैजना भात कम खाएर जाँदैछौँ हिलेको घरहरू हामी चाहिँ लाग्यौँ खतरनाकसँगले हामी लागेको रहेछ के भयो रे आमा अनि के अरे शर्त शीतल हावा आनन्दको वेदर वा सधैँभरि यस्तै वेदरमा बस्नु पाए पो कति आनन्द हुने क्या हरियो परियो डाँडा काँडा त्यही माथि चिसो हावा उसै लागेको वाउ यो चाहिँ हेभन हो हेभन 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 गाइस वाउ आम्बा यस्तो दामी क्या
देख्दैन त यार बाटोमा त के हो जाडो भयो छिटो छिटो त्यो प्लास्टिक देऊ यहाँ भाइलाई यहाँ गाह्रो भइसक्यो है हाम्रो भाइलाई चाहिँ यहाँनिर पछाडि लास्टै भाइलाई गाह्रो भएछ यसको हात कति चिसो भएको नानीको कस्तो दामी देखेको के को दोकान हो यो यही बाटो हो होला त नम्बर फोन गर्नु नि त यतिखेर कोपीको रहेछ सिजन रहेछ सब्जी फाइनली जोरपाटी चोक आएर पनि हामी चाहिँ टाढाको लागि हामी जाँदैछौँ स्टिल चिसो न चिसो छ अनि यहाँको जो हुन्छ नि यो कुहिरो लागेर चाहिँ केही देखेको छैन कि यहाँको गाडी यहाँ रोक्यौँ यहाँदेखि चाहिँ यो बाटोबाट चाहिँ हिँड्दै जानुपर्ने रहेछ हामी चाहिँ होइन यो अलिकति हेर्नुपर्ने रहेछ यहाँबाट चाहिँ त्यसपछि भर्याङ माथि तोरी फुलेछ हौ तोरी फुलेछ तोरी हो कि हो त तोरी त हो त यो होइन यस्तो रहेछ है बाटो चाहिँ माथिको कुन कि तरे अब यही टेम्पो अनि अब यहाँ हाम्रो नानीको पोस्ट सुरु भइसक्यो ए लड्छ यहाँ हेर त दुई त्यो अर्को हेर्न के रहेछ है के अरे दोजे डाँडा यस्तो रहेछ दोजे डाँडा चाहिँ गाइसहरू फाइनली हामी आइपुग्यौँ होइन तर हाम्रो आमाहरू चाहिँ अलिक चढ्नु नसक्ने अवस्थामा चाहिँ हुनुभएको छ यहाँ चाहिँ दास दोजे डाँडा चाहिँ यही रहेछ होइन अनि यहाँ चाहिँ खेती किसान पनि गरिरहेको छ यहाँ के को साग हो यो लट्टेको साग छ अरू चाहिँ केही देखिन अनि यहाँ चाहिँ एउटा कुरा चाहिँ के को कमी रहेछ भने टोइलेटको कमी रहेछ कि यहाँ चाहिँ ओ माइ गड टोइलेट भएन भने त लास्टै गाह्रो हुन्छ नि त फेरि टोइलेट चाहिँ हुनुपर्ने हो क्या यहाँनिर खास गरी चाहिँ होइन तर टोइलेट छैन रहेछ अब ठाउँ त राम्रो छ होइन तर टोइलेटको अभावले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भयो भनौँ न त्यही हो भइरहेछ अहिले अब हामी चाहिँ आइपुग्यौँ गन्तव्यमा थ्याङ्क यू सो मच मलाई साथ सपोर्ट गर्नु होला अनि अब हामी चाहिँ हाम्रो म्युजिक भिडियोतिर जान्छौँ होइन थ्याङ्क यू बाई बाई गाइस भन बाई बाई भन न छिटो बाई गरिदेऊ बाई न गरिदेऊ बाई गरिदेऊ माया खै त माया गरिदेऊ माया जान चुप्पा गरा नि त मलाई चुप्पा गरा नि त मलाई चुप्पा चिङ अरे बाई बाई गरिदेऊ बाई तपाईँहरूलाई बाई बाई अङ्कल आन्टी आछु अरे